यहाँ भित्र हेर्नु न पैसा भित्र गएर हेरौँ न हामी त यहाँ के छ यो भूतको भूतको बस्ने ठाउँ रहेछ क्या ما وصلنا यो चाहिँ बहाल भन्ने ठाउँ होइन यहाँ चाहिँ के अरे के भन्ने जादुगरले 1700 कति 29मै कतिमा चाहिँ एक रातमा चाहिँ तयार गरेको रे सब जादु स्टिकले एक रातमा रेडी बनाएको रे एक रातमा जादुगरले यो है 15 किलोमिटर छ अरे यो चाहिँ टोटल डिस्टेन्स यस्तै एक रातमा जादुगरले त रेडी गरेको अरे यसको कहानी चाहिँ इतिहास यस्तो छ यहाँ चाहिँ है पुरै यस्तो छ यहाँ चाहिँ खैरीहरू पनि आएको छ यस्तो बाटो छ है पुरै यहाँ चाहिँ हेलो सर यस्तो देख्न सक्नुहुन्छ है पुरै यो चाहिँ पुरै यो के त एक रातमा चाहिँ जादुगरले चाहिँ एक रातमा रेडी गरेको रे यो पुरै qui est la partie la plus ancienne du monument. Elle a bien été. देख्न सक्नुहुनेछ है खैरीहरू पनि छ ठाउँ चाहिँ पुरै यो हेर्नु उतासम्म हेर्नु तपाईँ देख्न सक्नुहुन्छ यो सबै त्यो हो सबै त्यस्तै हो पहिले त्यहाँ सेन्ट्री बस्ने जस्तो पनि रहेछ त्यहाँबाट यो चाहिँ पुरै जादुगरले रेडी गरेको अरे है त साथीहरू यहाँ चाहिँ म छु है ठाउँको नाम चाहिँ बिचखिर के बलाल के भन्दा हो
यस्तो ठाउँहरू छ होइन पुरै देख्न सक्नुहुनेछ पुरै यहाँ चाहिँ अहिले पुरै उ गरिरहेको छ बन्द गरेको छ होइन यस्ता यस्ता ठाउँहरू छन् यहाँ चाहिँ पुरै यस्तो यस्तो अन्डर यस्तो यस्तो छ है पुरै यस्तो यस्तो छ है साथीहरू देख्न सक्नुहुनेछ है यो चाहिँ बाहल भन्ने ठाउँ हो यस्ता यस्ता छ नि पहिला यो भूतको अरे है भूत भन्ने ठाउँ अरे पुरै यस्ता यस्ता छ नि यहाँबाट चाहिँ हामी जानलाई इन्ट्री छैन खैरीहरू पनि छन् हो है यस्तो छ है पुरै देख्न सक्नुहुनेछ तपाईँहरूले पहिले पहिले यहाँ चाहिँ खै भूतले खाना बनाएर खाने ठाउँ होला यो ओ माई गड उहाँ मेरो मित्र हुनुहुन्छ यो चाहिँ अब यहाँबाट चाहिँ भूतहरू हिँड्ने ठाउँ रे है त्यही भएर यहाँ चाहिँ जानलाई पर्मिसन छैन पुरै ताला लगाएर राखेको छ है यस्तो छ है देख्न सक्नुहुनेछ भूत चाहिँ हामी सर्च गर्दैछौँ है भूत चाहिँ he is searching ghost. Yes. Maybe inside. Maybe inside he is searching. Yeah. Hi. Hello. No, not here. Yes, still searching. That's why I came from very far. From Muscat. From Muscat to South Coast here. Yes. Yeah. Okay. Yeah. We'll see. We'll see. Maybe we found. Oh, yeah. यता नि हुनसक्छ भूत हामी चाहिँ दुईजना मित्र पुरै भूत भूत खोज्दै हिँडिरहेको छौँ होइन हामी जसरी पनि भूतलाई चाहिँ हामी भेटेर आज होइन नजाने अहिले त्यहाँबाट भूतले खसालिदियो भने ए यसरी भूत चाहिँ यसरी चढ्छन् होइन हाम्रो यस्तो छ यहाँ चाहिँ है तपाईँहरूले देख्न सक्नुहुनेछ Yeah. France. You are from France? कमसेकम उनीहरूले भूत सुटको फोटो सोटो त राख्न पर्ने नि है यता यता मित्र यता नि के त यहाँ छ क्या म्युजियम त्यतैबाट आएको है म्युजियम तपाईँ टोपी सोपी रहेछ त्यहाँ पनि पैसा लाग्ने कि चार्ज लाग्ने वा रहेछ नि त वासरुम झन्डा रहेछ नि त झन्डा देखाउ माथि माथिले हनी म्युजियम रहेछ यो त देखाउँछ त्यही हनी म्युजियम भनेर यता वाटर वाल पहिला पहिला यिनीहरूबाट पानी झिक्ने यसरी झिक्थ्यो नि त नेपालमा पनि कहाँ त्यहाँ चाहिँ एलर्टै छैन भित्र जानलाई बाल्टीमै रहेछ कि त्यहाँभित्र यिनीहरू हो क्या होइन नगर्नु यसको इतिहास एकचोटि भनिदिनु त मित्र के थियो के हो रे यो यहाँ मेरो योमा भ्लगमा भनिदिनु त ल के हो खास यो यसको इतिहास चाहिँ 1700 वर्ष पहिला 17वीं इस्वीमा यो सबरी जादुगर भन्ने रहेछ एउटा कुरानमा उल्लेख भएको मान्छे हजुर है त्यो मान्छेले चाहिँ नि यहाँ चाहिँ नि तपाईँको यो
यो चाहिँ किला छ नि यो हजुर हजुर यो डाँडाभित्रै बनाएको छ गरे कि हेर्नु न डाँडालाई जो हजुर हजुर डाँडालाई छ कि यो बिचमा डाँडा छन् होइन हजुर हजुर यो कुनै पनि किलामा यस्तो डाँडाहरू देखिन्न है हजुर हजुर यो पुरा रक्सै रक्समाथि बनाएको छ उम्, एकै रातमा बनाएको अरे एक रातमा यो चाहिँ नि मेन फेमस भनेको जिन्नातको सहर भनेर यहाँ वरिपरि कोही घरमा बस्दैन गरे राति मान्छे कोही बस्दैन अँ, हामी दिउँसोमा घुम्न आयो धेरै भिजिटर रहेछन् है अँ, धेरै टुरिस्टहरू रहेछन् हामी लक्की हो लक्की हो। यहाँ रात दिउँसोमा कोही भएन भने छोड्दा पनि छोड्दैन यहाँ त्यस कारण चाहिँ जिन्नातको घर भनेर ए। यहाँ एकदम चिन्नेको ठाउँ अँ, ओमानमा भूत पिचासहरूको घर अँ, जिन्नात भनेको चाहिँ भूत पितास जिन्नात जिन हुन्थ्यो नि पहिला जिन हुन्थ्यो नि तपाईँले पहिला जमानामा हेर्नु नि त्यो के अरे अल्लादिनको चिराग चिरागबाट घसेपछि एउटा जिन निस्कन्थ्यो कि नै हजुर हजुर हो त्यो जिन्नातको सहर हो गरे यो ए एकै रातमा बनाएर यहाँका एउटा पनि मान्छे छैनन् गरे यहाँ अँ, कोही बस्दैन गरे यहाँ पुरा राति अब- भएपछि सुनसान सुनसान अँ, यो ठाउँ चाहिँ नि हामी माथि गएर हेर्नुपर्छ एकचोटि यता जाउँ यता जाने एलर्ट छ बिहान हनी म्युजियम रे यो त त्यसै बनाएको होला बेच्नलाई यहाँको पानी निकाल्ने यिनीहरू यहाँ रहेछ हेर्नु मिल्छ भनेर हेर्नु त हो त्यस्तो गहिरो छ यो यिनीहरू यो पानी जिन जिन्नातको चाहिँ चाहिँ कहाँ हो ल पुरै डिप छ देख्दा पनि देखिन्न यहाँ देखिँदैन अब तपाईँको यहाँ पनि जान मिल्दो रहेछ ल यहाँ जाउँ न त माथि एलर्ट छ जिन जिन्नातको यो ठाउँ भएर अँ, यसलाई चाहिँ बहला पोर्ट भन्छ क्या के बहला पोर्ट बहला पोर्ट भन्छ बहला पोर्ट हजुर एकदम डर लाग्दो ठाउँ अँ बहला भनेको चाहिँ डर लाग्दो एकदम यहाँनिर भूत पिचासहरू बस्ने ठाउँ भन्छ अँ, तर चाहिँ अब यहाँ सेफ्टीले हिँड्नुपर्छ है भूतले तान्न नि सक्छ भन्नाले ए ओ माई गड यहाँबाट तपाईँले किलाको अवलोकन गर्न सक्नुहुन्छ होइन अर्को ठाउँमा आइएछ हामी हो यत्रो ठाउँ चाहिँ नि जिनले बनाएको रहेछ हेर्नुहोस् यो हजुर पुरा एकै रातमा बनाएको अरे अँ, आफ्नो शक्तिले बनायो होला किले बनायो होला तर यो पुरै यहाँ- किल्ला होइन यहाँ पनि पुरा हेर्नु न यहाँ पुरै बस्छ त तपाईँको डाँडा माथि चाहिँ बनाएको छ कि त पुरै डाँडामाथि बनाएको सेफ्टीको लागि बनाएको क्या अँ, डाँडाको टुक्रामा बनाएको र अहिले पनि यो पहिला बनाएको गरे यो 300 वर्ष पहिला 300 वर्ष पहिला बनाएको गरे अहिलेसम्म यस्ता कस्तै छ कसैले टच गर्न सकेको छैन केही गर्न सकेको छैन रहेछ पुरै सेम टु सेम पुरै यो हाम्रो नेपालको धरहरा बनाउँदा भीमसेन थापाले धरहरा बनाउँदाखेरि गरे जस्तो होइन यो ऊँटको गोबरले बनाएको हो यो है लिपेको होला जस्तो लाग्छ होइन अँ, यत्रो ठुलो छोस्का छ अँ, यो गोबरले कस्तो गरी बनाएको होला यत्रो ठुलो ठाउँमा है हजुर हजुर बिना शक्तिको त केही घरभित्र पनि घर पुरै भूतहरू बस्ने कोठाभित्र कोठा यस्तो बनाएको यहाँ हेर्नु न अझै यहाँ पनि भित्र पनि भरेको रहेछ हेर्नुहोस्। हाम्रो जमानामा त काठका भरेङ हुन्थ्यो नि त यतै घर जाऊँ यतै घर जाऊँ अँ, हाम्रो जमानामा त काठका भरेङ हुन्थ्यो नि त भित्र अँ, सेफ्टी है हट बसेर खुट्टो सुट्टो तान्ला नि ओ माई गड ल हेर्नुहोस् यो मान्छेले बस्नुलाई बनाएको त होइन यो होइन यो भूतले आफ्नो हिसाबले जिनले अँ, आफ्नो हिसाबले बनाएको ठाउँमा क्या यो ल यहाँ ढुङ्गामाथि म बस्छु ल मित्र ल मित्रहरूले चाहिँ यहाँबाट हामीलाई जानकारी दिनुभयो उहाँलाई एकदम हृदयदेखि नै धन्यवाद उहाँले चाहिँ सम्पूर्णलाई यहाँको बारेमा पहिलो किला हो हजुर जो चाहिँ नि किलाको बिचमा यत्रो ठुलो डाँडो छ ल हेर्नुहोस् नै पनि किला बनाउँदाखेरि जहिले पनि सम्याएर बनाउँछन् होइन हजुर, तर हजुर। यहाँ हेर्नु त किलाको बिचमा छ क्या हजुर एउटा हजुर पुरै हो डाँडै अँ पुरै डाँडो छ हजुर हजुर त्यो शिबिरी जादुगरले कसरी बनायो होला भन्ने कुरा जादुगरको नाम चाहिँ शिब्री शिबिरी थियो कि शिबिरी जादुगर भने त्यो सर्च गर्न पनि मिल्छ हस् हस् एकदम गुगलमा सर्च गर्दाखेरि त्यो भेट्छ शिब्री जादुगर अँ तपाईँहरू चाहिँ त्यो गुगलमा म सेयर गरौँ ल अँ त्यसैको जादु यहीँबाट जुडिया छ क्या अँ तर उहाँ तलपट्टि उसको बस्ने ठाउँ पनि मैले देखाएँ तपाईँलाई होइन हजुर होला हजुर अँ तपाईँले रहेछ तर यो अलिक व्यवस्था उहाँले चाहिँ हामीलाई यो बहालको चाहिँ यो जुन बहला पोर्ट भन्छ बहला पोर्टको चाहिँ जुन यो यो भूत बङ्गला यो उसको चाहिँ बारेमा जानकारी गराइदिनु भन्दा भयो पनि मित्र हामीले जिन्नाद भन्नुपर्छ जिन्नाद जिन्नाद जिनहरू हुन्थ्यो क्या जिन्नाद जिनको ठाउँ जिन्नादको बारेमा चाहिँ जानकारी गराइदिनु भयो उहाँलाई एकदम मिडल इस्टमा धेरै हृदयदेखि धन्यवाद यहाँ चाहिँ अब यस्तो यस्तो छ है हेलो भन्दै सिस्टर यु फाउन्ड एनी गोस गोस गॉट इट नो अनलकी सी बिकॉज ऑफ हिम ओनली आई केम to catch him, you know, to take one selfie. Unlucky. ल भन्दै म अब Maybe भ्लग चाहिँ myself I यहाँ have आएर to come midnight. समाप्त गर्छु सबैलाई धन्यवाद सबैले चाहिँ यो मेरो यो
युट्युबलाई चाहिँ सब्सक्राइब गरिदिनु होला, कमेन्ट लाइक भन्दै आजलाई बिदा हुन्छु। हस्त जय नेपाल।